सम्मका उत्तरदेखि दक्षिणसम्मका जतासुकै छरिएर बसे पनि हामी सबै नेपाली वीर गोर्खाली गौतम बुद्धको देश हाम्रो, विभिन्न भाषा र संस्कृति छ हाम्रो, संसारकै सबैभन्दा उच्च शिर हिमालयनको देश हाम्रो। स्वस्थ र व्यस्त रही यस कार्यक्रममा उपस्थित हुनुभएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो नमस्कार छ। र यस कार्यक्रममा यतिका संख्या जुटाएर प्रोग्राम गर्नुहुने आयोजक टिमलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। र औँसी र पूर्णिमा जस्तो म यता कता कहिलेकाहीँ म झुल्किने गर्छु, जहाँ प्रोग्राम हुन्छ त्यहाँ मेरो कलालाई माया गरेर बोलाइदिनु हुनुहुन्छ। म धेरै खुसी छु र भाग्यमानी पनि ठान्दछु। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईहरू समक्ष अब म परिचित हुन चाहन्छु। मेरो नाम राजकुमार भण्डारी, पाँचथर जिल्ला सरङडाँडा 5 नाकेदेन। र अब म ढिलोसुस्ती नगरिकन यतिका माहौल संख्यालाई अब म मेरो कलामा केन्द्रित हजुरहरूको ध्यान आकर्षित गराउने छु र अवश्य पनि मेरो प्रतिभालाई साथ दिनुहुन्छ भन्ने पूर्ण विश्वास लिँदै म कार्यक्रमको ढोका खोल्न चाहन्छु। मेरो प्रतिभाको भद्रगोल त अवश्य पनि हेर्नुहुन्छ होला है। र भद्रगोलको क्यारेक्टर एकदमै चर्चित पाडे, उहाँको नाम अर्जुन घिमिरे हो। उहाँ दाईको नाम अर्जुन घिमिरे, उहाँको म क्यारिकेचर गर्न चाहन्छु। मेरी आमै होइन के छ तपाईँहरूको हल्ले चल्ले, मेरी आरामै त हुनुहुन्छ होला नि होइन। यस कार्यक्रममा पनि एउटा ट्यापी आउँछु भन्थ्यो, पाडे सोल्टी कार्यक्रममा गएर ल्याङ गोटे गर्नु न, म आइहाल्छु भन्थ्यो होइन। कहाँ गयो त्यो ट्यापे? मेरी ट्यापे नआउन्जेलसम्म म एउटा यो पाडेले जहिले पनि राष्ट्रिय गीतबाट सुचारू गर्ने गरेको छ कार्यक्रम। म राष्ट्रिय गीत गाउन चाहन्छु। जोरदार ताली बजाइदिनु होला है त कामना कामीहरू। मेरी राष्ट्रिय गीतको लागि अनेक जातका नेता हामी, अनेक जातका नेता हामी, अनेक पद सांसद, अनेक जातका नेता हामी, अनेक पद सांसद, देश बेची पेट पाल्छौ अनि हुन्छौ गदगद, प्रकृतिका कोटि कोटि घुसखोरीका नायक, प्रकृतिका कोटि कोटि घुसखोरीका नायक, खुल्ला नाच देखाउने लोकतन्त्रका गायक। मेरी आमैले अब म तपाईहरूलाई मेरी एउटा मिठो मुक्तकबाट अगाडि बढाउँछु। मेरी आमै मेरी मुक्तक भन्न गइरहेको छु म पाडे। मेरी सबैजनाले ताली बजाइदिनु पर्यो। माउ हराएका गन्तव्यविहीन चल्लै चलाको देश हाम्रो, माउ हराएका गन्तव्यविहीन चल्लै चलाको देश हाम्रो, छातीमा रौँ नआइकिन छाती नापेर लाउर खेद्ने गल्लै गलाको देश हाम्रो। यहाँ कुरो कति मिल्नु पर्दैन, यहाँ कुरो कति मिल्नु पर्दैन, मात्र कानले कान लगे पुग्छ। सत्य तथ्यसँग कसलाई चासो हजुर, यो त हल्ले हल्लाको देश हाम्रो। मेरी आमैले हिजो मात्रै एउटी महिलाले मलाई गोल गरेकी थिए। मेरी पाडेबा 12 क्लास पनि फेल भयो, अब के गर्नु भन्दै थिए। मेरी आमैले मैले त अब टेन्सन लागेको छ भने मेरी 3 महिने सुई लगाउने, 3 महिने ढुक्क भनिदिएको बोलकै गरिन्छ नि होइन। मेरी आमैले अब म यति भन्दै बिदा हुन चाहन्छु। दर्शकबिनहरू, यतिका माहौल संख्या